फाइनल्ली हामी हिँडिसकेका छौँ भुन्डोल बल्खुबाट भुन्डोलको यात्रा। आजको मौसम पनि छ्याक्क सफा भइसकेको छ शैलेशको नयाँ बुलेटमा। नयाँ पुरानै हो दाइको लिएर आइदिएको हात्तीवन हुँदै भुन्डोल। हेलो अगाडि बढ्दैछौँ। शैलेश म अनिलहरू पछाडि छन्। मौसम चाहिँ क्या मिठो छ आज, आनन्द छ क्या आज। टक्कर 12 बजेपछि चाहिँ मौसम खुल्यो क्या। बिहान पानी पऱ्यो बिहान पानी पऱ्यो नि त, खतरा पानी पऱ्यो। हावाहुरी सहित पऱ्यो होइन। यसपछि त पछि त खुल्यो नि। केटाहरूको त पाण्डेले अगाडि लैसकेर तलतिर काठमाडौँ हाम्रो शैलेश बुलेटमा पुरानो बुलेटमा नयाँ चाहिँ अलिकति 13 वर्ष। हामी तौडा होइन यो कहाँ ढिलो हो क्या तिमीहरू यार। तौडा आइसक्यौँ हामी। अब यहाँबाट पनि फेरि लाग्नुपर्छ। अब अलिकति अगाडि गएर पानी भर्नुपर्छ बोतलमा। अनि 2-4वटा चाउचाउ लिएर चाउचाउ खानै पर्छ है बिचमा, नत्र त भोक लाग्छ यार। चाउचाउ र पानी खाएर भए पनि हामी निस्किनुपर्छ। क्लाइमेट चाहिँ यहाँको स्थिर छ क्या जोस। आनन्दको घाम लाग्यो है। यहाँ फेरि के हुँदैछ भाइहरू पुरा पुलमा चढेर। यो बाटो पहिला यस्तो दुःख थियो यो बाटो है। पुरै खाल्टा के अहिले त धेरै राम्रो बन्यो नि यार। तर धुलो उड्न चाहिँ नछोड्ने क्या। चान खेल रे केटाहरू पछाडि आउँदैछन्। हाम्रो सुशान्त पाण्डे र अनिल राई। आज हामी धेरै दिनमा त्यसरी घुम्न हिँडेका छौँ। सधैँ काम गरेर बस्यो। आज चाहिँ चिज तरिका होइन आनन्द लिन, नेचरसँग आनन्द लिन हिँडेका छौँ। कहिलेकाहीँ यसरी हिँड्नुपर्छ। एक बोतल पानी भर्नुपर्छ। मेरो केटाहरू पनि आइसक्यो।
पानी पिउने के गर्ने हो ब्रेक टाइम भनेको यही हो तिमीहरू कहाँ गएको थियौ र के हाल्नु टक्क पानी भर्नु पर्यो हामी अब फर्पिङ त अहिले आएन है अलि माथि हो काठमाडौँको भ्यू आज रमाइलो देखिरहेछ पोल्युसन छैन नि त काठमाडौँमा आज पोल्युसन पुरै हामी यता जान्छौँ मास्तिरतिर तलतिर गयो भने चाहिँ हेटौडा जान्छ त्यो बाटो फाइनली हामी कस्तो बाटो हिँडेका छौँ है सुगालो खायो पुरा चिप्लिरहेको छ त्यहाँ बाइक आइसकेका छौँ बाटोको बिचमै छौँ बाटो कतै कतै सजिलो पनि छ कतै कतै अप्ठ्यारो पनि छ जङ्गलको बिचमा वरिपरि जङ्गल छ बाटो चाहिँ ठिकै रहेछ त्यस्तो हिलो चाहिँ रहेछ है अब उता हात्तीवनतिरबाट जानु मिल्दैन होला ग्राउन्ड छ यहाँ मान्छेहरू बल खेलिरहेछन् ठुलो ग्राउन्ड छ त्यहाँ यहाँबाट यता हो केटाहरू त कहाँबाट पुग्यो त्यहाँ ए यताबाट भित्र यहाँ चाहिँ एकदम ख्याल गर है सर्भिस चिप्लिन सक्ने सम्भावना हुन्छ बाइक लडाए तल यस्तो उकालो छ बाटो कहाँ हाल्यो मान्छे त ढुङ्गाले चिप्स्याउँदो रहेछ कि डेस्टिनेसनको त्यो बाटो कहाँ सजिलो हुन्छ त तपाईँहरू यहाँबाट जान सक्नुहुन्छ यो बाटो हुँदै
पहिरो समातिरहेछ जाम न डर लाग्यो नगर हौ लड्दैन तिमी लड्दैनौ यस्तो भिडमा तपाईँहरू ए म लडेँ यो बाटो चाहिँ जान सक्नुहुन्छ ल जे पाए त्यही काम नगर यहाँ भ्लग हो यो मैले मलाई जुटाउनु देखाउनु खोजेको थिएँ यस्तो गर्न खोजेको थिएँ कि मेरो मोबाइलले नदिएको क्या तिमी मेरो दुःख ओए दामी छ तर यार तिमी जाऊ अगाडि तिमी अगाडि जाऊ किन हो यस्तो बाटो छोडिदिएको कि हामीले खिचेको उताको क्लिप मजाकै थियो बुझेनौ ल जाम आइसलु हेर ए आइसल रहेछ त अलिअलि यहाँ पनि रहेछ आइसलु पाक्यो गर्मी लास्ट गर्मी यहाँ टी सर्ट लगाउनु पर्ने रहेछ उता छ कि सब खाइदिइसकेछन् यताको भक्क्याउलो होइन नि त्यो भक्क्याउलो होइन त्यो त्यो खाना हुन्छ क्या त्यो क्यामेरा समाज लिऊ समाज तिमीले छोडिदियो यार फेरि अरू केही भयो त मान्छे मऱ्यो भने तनाव हुन्छ ल फाइनल्ली हामी माथि चढ्दैछौँ उकालो बाटोमा वरिपरि किरा फट्याङ्ग्राहरू क्याटा गरिरहेछन् ब्याकग्राउन्डमा आवाज सुन्न सक्नुहुन्छ तपाईँहरू लाली गुराँस अलिअलि फुल्दैछ त्यहाँ जस जङ्गलमा हिँड्न पनि आनन्द फिल भइरह धेरै पछि यसरी हामी हिँडेका छौँ तपाईँहरू पनि यो धुपी सल्लाहको बास्नाकै यो हुन्छ नि यो सानो यो के भन्छ यो भेडा के भन्छ धुपी सल्लाहको त्यो डाँठहरू क्या कस्तो महँगो बसाइरहेको छ क्या बाघ होइन सर्प चाहिँ आउनु सक्छ यहाँ यस्तो किरा आइरह च्याप्प कालिज भेटे हुन्छ नि बाटोतिर तर अलिअलि पुरै सुक्नु भ्या रहेनछ है बाटो आनन्द आइरहेछ जङ्गलमा चराचुरुङ्गीहरूको आवाज सहित हैन स्मेल पनि यो जङ्गलको के त्यो जङ्गलको फिल आइरहेछ के बाटो पनि यसो सिधा जस्तो छ कि मान्छे हिँडिरहेको होइन टक्क ढुङ्गाहरू टक्क ग्याप गरेर यसरी बनाएको के बाटो पनि शैलेश बोले त आनन्द आइरहेछ क्या त्यताबाट पनि रहेछ क्या बाटो तर होइन ढुङ्गासुङ्गाहरू राखेर होइन कस्तो दामी रहेछ फाइनली हामी भुन्डलको ग्राउन्डमा आइसकेका छौँ यहाँ साउन्ड सिस्टमहरू बजिरहेछ मान्छेहरू पिकनिक खाइराख्नु भएको छ हाम्रो केटाहरू पनि सँगै छन् पछाडि छन् केटाहरू एकदम मस्ट एक्साइटेड छन् यहाँ धेरै पहिलादेखि यो ठाउँमा आउने भन्ने कुरो थियो तर फाइनल्ली हामी यहाँ इन्टर गरिसकेको छ गेमसेमहरू पनि खेल्दो रहेछन् मान्छेहरू हामी धेरै टाढाबाट आएको कारणले गर्दाखेरि हामीलाई अलिकति भनौँ न यो ठाउँ एमेजिङ लागिरहेछ अलिकति
ग्राउन्ड रहेछ ठुलै यहाँ पसलहरू राख्नु भएको रहेछ यसमा चाहिँ केटाकेटीहरू अब हाम्रो होइन काठमाडौँतिरबाट घुमाउनलाई यताउता ग्राउन्ड चाहिँ यति नै रहेछ भन्दा वरिपरि लाली गुराँसहरू पोलेछ बुट्टामा कहाँ ऊ त्यहाँबाट हो बाजे मन्दिर जाने चम्पादेवी मन्दिर टाढो थुममा पुगेपछि त्यहाँ अब दायाँ साइडतिर लाग्नुहोस् चम्पादेवी मन्दिर पुग्नु 15 मिनट लाग्छ अनि बायाँ लाग्यो भने तपाईँको त्यो उता के भन्छ भालेश्वर मन्दिर त्यहाँ चाहिँ 3 घन्टा लगभग लाग्छ 3 घन्टा लाग्छ है हिँडेर ए भनेपछि हामी के अरे हात्तीपनतिरबाट आउँदाको बाटो कुन हो अनिल हात्तीपनको बाटो हजुर बाँसबारी सल्लाघारी भन्छ नि खलासीले त्यो नआएर यता आएपछि पिपल बोट ठुलो छ त्यसको अलिकति यतापट्टि पेट्रोल पम्प पनि छ त्यसले बास के अरे भन्ज्याङ भन्छ त्यो पेट्रोल पम्पमा झरे पनि त्यो पिपल बोटमा झरे पनि सिडी छ त्यो हात्तीपनबाट माथि छिर्ने त्यो मन्दिरमै पुग्छ त्यो पनि बाटो त्यो मन्दिर पनि जाने हो र हामी माथि उहाँ जान्छ अरे त मन्दिर तर यहाँ टक्क खानेकुराहरू ल्याएर यहीँ क्याम्पिङ बसेर बसेर होइन त्यहाँदेखि यहीँ राति यहीँ बस्नु पनि हुँदो रहेछ होइन टेन्ट चाहिँ ल्याउनु पऱ्यो नि त्यस्तो भनौँ न अब डर यताउता बाघ भालु चितुवाहरू आउने भने डर भन्ने त्यस्तो छैन त्यही भएर चाहिँ टक्क सामानहरू लिएर आयो मासुस लिएर आयो खोल्यो फलफाल पाऱ्यो पानी यहाँ धाराहरू छैन पानी छ यहाँ तल त एउटा खोल्सो जस्तो छ त्यहाँ त्यसको पानी पिउन मिल्दैन खोल्सो होइन त्यो तलको त्यो पिउनु भएन भनेपछि यस्तो जङ्गलको बिचमा चाहिँ एउटा पानीको भनौँ न त्यहाँ स्रोत चाहिँ हुनुपर्ने कि धारोसारो यस्तो व्यवस्थापन चाहिँ हुनुपर्ने अब यहाँ त भनौँ न अब पर्यटकहरू अब आन्तरिक पर्यटकहरू होइन यहाँ आइरहेको छ यसरी ग्राहकहरू आउनुहुन्छ बारीहरू आउनुहुन्छ घुम्नु डुल्नुलाई एउटा पानी मात्र अब पर्यटकहरू धेरै मान्छे आउनु भनेको यहीँको मान्छेहरूलाई चाहिँ फाइदा हुनु हो खासमा यहाँको मान्छेहरूले सोचेर होइन भनौँ न पानीको कतैबाट यसो जो गरेर यो भनौँ न यो डाँडातिरहरू त कोचमा त हुन्छ नि त पानी त्यहाँको पानीलाई चाहिँ पाइपको मार्फतबाट होइन यो पाइपहरूबाट चाहिँ ल्याएर भनौँ न अलिअलि रूपमा यहाँ दियो भने पनि धेरै राम्रो हुन्थ्यो भन्ने खोजेको मैले चाहिँ एकदम सही कुरो हो अब तपाईँहरू पनि आएर होइन बस्नु सक्नुहुन्छ पाण्डे शैलेश एकदम मुहारमा ल नाच केटाहरू लेडी बर्ड उडाइदेऊ न भुर्रो उडाएर फुका न अब उड्यो भने लेडी हो उड्यो भने हाम्रो नि यस्तै गरी हिँड्ने दिन आउला कहिले काहीँ होइन अनिल आउँछ होला र हाम्रो यस्तो दिन आउँछ अवश्य आउँछ एक दिन अवश्य मिठो हुन्छ ढिलो छिटो पुरा मात्रै हो शैलेश यहाँ विरक्त भएर सुत्या शैलेश भुजाएर चाउचाउ खाएर यहाँ पाण्डे यता विरक्त भएको छ केटो अनिल छुट्टै विरक्त छन् मेरो दिन आउनु पर्ने हो तर अहिलेसम्म यस्तो दिन आएन भन्नु यस्तरी लालीगुराँस टिप्न चाहिँ नआउने थियो अब नानीहरूले टिपेर लिएर आएछन् अबदेखि चाहिँ यस्तरी नटिप्नु भन्ने किन हो
डकुमेन्ट्रीले के भने भन न गुराँसटिपोको ठाउँबाट चाहिँ अब नदी चाहिँ खुल्दैन। अनि तिमी जति टिप्छौ नि त्यति हराउँदै जान्छ क्या लोप हुँदै जान्छ। लोप हुँदै जान्छ। त्यसै कारणले गर्दाखेरि हामीले यो प्रजातिहरूलाई चाहिँ लोप गराउनु भएन। अब नर्मली फुल खास त ल अब शिवजीले यहाँ फोहोरहरू उठाउँदैछ। अब फोहोर उठाउने काम त होइन, त्यही पनि यसो त्यो बाटोबाट पनि बोतल टिप्दै हिँड्ने मान्छे जस्तो देखिरहेको होला, तर आफूले खाएको आफै सफा गर्नु पऱ्यो नि त शिवजी। ल गाइज अब फर्किनु लाग्यो हामी। पिस आउट। शैलेशको स्वेटर राम्रो कि मान्छे राम्रो किसिमै देखियो नि भाइ, गोजी माथालो त शैलेश किसिमै देखियो नि। अटम होइन लगायो नि राम्रै देखिन्छ, स्वेटर लगायो नि राम्रै देखिन्छ भनेपछि त अब मान्छे राम्रो त होला। हो। फाइनली हामी भोन्डोलबाट हिँडिसकेका छौँ। खास चाहिँ अब भनौँ न अब राम्रै छ ठाउँ चाहिँ, चौरे यताउता आनन्द पिकनिक सिकनिक खानलाई आनन्द बस्न त चिल्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यो ठाउँमा। धन्नै कुल्टिएको मैले समातेर शैलेश धन्नै। फाइनली अब हामी जुन बाइक राखेको ठाउँबाट चाहिँ अब हामी तलतिर झर्न लगाइरहेको छौँ। अब हामी घुम्यौँ सबै जङ्गल वरिपरि। अब केटाहरूले स्टार्ट गर्दैछन् बाइक। टन्नै मान्छे आइसकेको छ यहाँ अहिले। अब साँझको टाइममा चाहिँ अलि मान्छेहरू क्याम्पिङ बस्नको लागि आउने रहेछ यता यहाँ चाहिँ, त्यो हुँदाखेरि अलिक भिडभाड नै हुँदो रहेछ। ल अब चाहिँ हामी लाग्छौँ काठमाडौँतर्फ। आइकै नरोकेलाई दाम देख्यो है। हात्तीवनको डाँडा होइन भाइ, त्यो हात्तीवन रिसोर्ट होइन। देखियो है यहाँ फेरि घाम नलाग्ने रहेछ के, नसुक्ने रहेछ बाटो। ब्रेक त राम्रोसँग लाग्छ नि होइन, चिप्लिनु होला ब्रेक। त्यो डट बाइकहरू चाहिँ मस्त होइन, हुन्छ नि ढुङ्गासुङ्गाहरू आयो पनि के हो यहाँ पुरै क्याम्पिङ हुनु लाग्यो के हो। लिकमा हालै लिकमा फर्किँदैछौँ बाटोमा। यो कोइरालको फुल कस्तो मिठो हुन्छ नि अचार बनाउँदा।